यति बेला हामी काठमाडौँ जिल्ला अदालतको यो मेन सडक अगाडि रहेका छौँ। विशेष गरेर नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरुद्ध अहिले एमाले देशभर प्रदर्शन गरिरहेको अवस्था छ। देशभर प्रदर्शन गरिरहेको अवस्थामा अहिले भने काठमाडौँको यो माइतीघरदेखि यो बीच सडकमा काठमाडौँ जिल्ला अदालत अगाडि चाहिँ प्रहरीले यहाँ टायरमा आगो बाल्न खोज्दा आगो निभाएको छ भने आगो बाल्न दिएको अवस्था छैन। यहाँ मुठभेडको अवस्था सिर्जना भएको छ प्रहरी र आन्दोलनकारी बीच। केही क्षण प्रहरीले लाठीचार्ज पनि गरेको अवस्था थियो त्यो आगो निभाउने क्रममा। यहाँ केन्द्रीय स्तरका नेतादेखि कार्यकर्तासम्मको बाक्लो भिड छ। नेकपा एमालेका भातृ सङ्गठनहरूको पनि त्यही किसिमको उपस्थिति रहेको छ। अखिल नेपाल कृषक सङ्घ लगायत युवा सङ्घ अनिराज सुब्यू लगायतका विद्यार्थी सङ्गठनदेखि लिएर विभिन्न भातृ सङ्गठनहरूको यहाँ उपस्थिति